गाइज अब सिन्धुली बजार आइपुग्न केही समय मात्र बाँकी छ है। हल्लो 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 गाइज, सिन्धुली गढी भित्र छिरिसकेको छौँ हामी चाहिँ है। कस्तो रहेछ अहिलेसम्म त्यो बाटो चाहिँ धेरै हिँड्यो तर सिन्धुली गढी छिरेको थिएन। त्यो घोडा सवार पनि हुँदो रहेछ। के छ त गाइज हेरौँ। सिन्धुली गढी युद्ध सङ्ग्रहालय टिकटको कसरी चाहिँ हजुर ए कहाँनिर काट्ने एउटा टिकटको कति रहेछ? ठिक रहेछ। एउटा टिकटको 50 रहेछ गाइज होइन। अब एकचोटि त छिर्नै पऱ्यो। त्यहाँ छिरेको पनि देखाउँछ साथीहरू यता हिँडेको छैन अर्को। पहिलाको जमानामा होइन ट्याङ्की स्याङ्की यताउता केही नभएको पृथ्वीनारायण साग बालक जाने यहाँ ढुङ्गामा खोपेर यसरी पानी छिनले खनेर पानी वाल छ गाइज। आम्बो ठाडो उकाल छ गाइज, ठाडो। है अब अहिले एकछिनपछि पारा स्वा हुन्छ नि। हामी जाँदैछौँ माथि। उकालो चाहिँ लास्टै रहेछ होइन। यस्तो छ वाल छ। ज्यादा हिँड्नु नसकेर जोक छ बिजोक रहेछ। यस्तो रहेछ गाइज ल माथि भवाल। यहाँबाट एट्याक गरेको अरे होइन। पुरा 600 जना हाम्रो सेनाले होइन 3,000 जनालाई हानेको लडाको ठाउँ यही हो गाइज। यस्तो रहेछ होइन। के हो यहाँ पनि सायद पानी जमाउने ठाउँ रहेछ गाइज। ल खसिहाल्छ। गाइज माथि चाहिँ खासै केही रहेनछ। यहाँ चाहिँ ठुलो एउटा पोखरी छ है। यहाँबाट जोस् अङ्ग्रेजहरूलाई यहाँ बसेर नै योजना बनाएर होइन टक्क पाएर हानिदिएको अरे होइन गाइज। सब ठिक छ, घुम्नेछौँ होइन। सिन्धुली गढी नै आएको थिएन, आइयो रमाइलो भयो गाइज। आउनुपर्छ जिन्दगीमा होइन। म चाहिँ त्यही भन्न चाहन्छु, कहिले काहीँ घुम्नुपर्छ, माइन्ड फ्रेस हुन्छ अनि थाहा हुन्छ नि त कति कुराहरू कस्तो के होइन। त्यही त हो गाइज।